नमस्ते पेरेन्ट्स। आज हामी एउटा कमेन्ट एड्रेस गरौँ। अस्तिको मेरो एउटा भिडियोमा चाहिँ कमेन्ट आएको रहेछ, डाक्टर साहब तपाईँले मल्टिभिटामिन नखाने भन्नुभएको छ, मेरो बेबीलाई त तपाईँले नै भिटामिन डी दिइरहनु भएको छ भन्नुभएको छ। सायद उहाँले मेरो पुरै भिडियो चाहिँ हेर्नु भएन जस्तो छ, टाइटल मात्रै पढ्नुभयो जुनमा चाहिँ मल्टिभिटामिन डेली नदिनु भनेको छु है त। यो भिडियो चाहिँ उहाँहरू जस्तै पेरेन्ट्सको लागि। अब एक्चुअली के हो भन्दाखेरि WHO अनि अमेरिकन एकाडेमी अफ पिडियाट्रिक्सले पनि के भन्छ भन्दाखेरि चाहिँ नवजात शिशुहरूलाई हामीले चाहिँ आमाको दुधमा पर्याप्त भिटामिन डी नहुने वा नपुग्ने भएकोले गर्दाखेरि चाहिँ हामीले चाहिँ बच्चाहरूलाई जन्मिन साथ भिटामिन डी दिन्छौँ। उनीहरूलाई हामीले 400 इन्टरनेसनल युनिट त्यति चाहिँ एउटा ड्रपमा हुन्छ, जुन हामीले रेगुलर 1 वर्षसम्मको लागि चाहिँ दिन्छौँ। अब भिटामिन डी किन दिने भन्नुहुन्छ भन्दाखेरि चाहिँ भिटामिन डीले हड्डीहरू बलियो बनाउँछ, क्याल्सियम सोर्समा मद्दत पुर्याउँछ, दाँत बलियो हुन्छ र रोगसँग लड्ने क्षमता पनि बढाउँछ। त्यसैले आजैदेखि तपाईँको बच्चाहरूलाई यति भिटामिन डी दिएको छैन भनेदेखि सुरु गर्नु होला। थ्याङ्क यू।